5 यस्ता एनिमे जो कि तिमीहरूले मर्नुभन्दा अगाडि एकचोटि त हेर्नै पर्छ। नम्बर 5 मा छ भाइरल हिट। यो एनिमेको बारेमा धेरै स्पोइलर त दिन चाहदैन, तर यो भन्न चाहन्छु कि मर्नुभन्दा अगाडि एकचोटि त यो हेरेरै मर। नम्बर 4 मा छ फरेस्ट अफ द फायरफ्लाइज। यो एउटा रोमान्स एनिमे हो विदाउट एनी रोमान्टिक सिन। यो एनिमेको मेन स्टोरी भनेको टेम्पोररी ह्याप्पिनेस हो। अगेन म यो एनिमेको प्लटको बारेमा पनि भन्न चाहदैन, किनकि यो एनिमेको प्लट नै बवाल छ के, मतलब तिमी आफै गएर हेरेपछि फिल गर्न सक्छौ के। यो एनिमेले तिमीहरूलाई सिकाउँछ कि केही सम्बन्धहरू यस्ता हुन्छन् जो कि सधैँका लागि हुँदैनन्। यसको एन्डिङ चाहिँ पर्फेक्ट साइलेन्स हार्ट ब्रेकिङ छ। तिमीहरूले मर्नुभन्दा अगाडि एक ट्राई दिएर देऊ। र नम्बर 3 मा रहेको छ इरेज्ड। यो एनिमेमा गिल्ट, रिग्रेट र रिडेम्सनको बवालै मिक्सचर देखाइएको छ। तिमीहरूलाई यस्तो लाग्छ कि यो टाइम ट्राभल त सिर्फ बाहिरी कुरा मात्र हो। यसको मेन स्टोरी यस्तो तरिकाले देखाइएको छ जुन कि एपिक छ। यसको बारेमा म यति नै भनिरहेको छु, बाँकी डिटेल भिडियो पनि आउँदैछ युट्युबमा, त्यो पनि हेर्नुपर्छ तिमीहरूले र यो एनिमेलाई ट्राई गर तिमीहरूले। नम्बर 2 मा छ फ्री रेन बियोन्ड जर्नीज एन्ड। यो एनिमेको सुरुवातमै यस्तो हुन्छ कि हिरोको जर्नी सकियो, अब के, र त्यहाँपछि सुरु हुन्छ यो एनिमेको असली कहानी जो कि भिक्ट्री पछिको साइलेन्स देखाउँछ। यो एनिमे लाउड छैन, यो एनिमे म्याच्योर छ। तिमीहरू यदि थोरै पनि यस्तो साइलेन्स पीस एनिमे मन पराउँछौ भने तिम्रो लागि यो मास्टर पीस हुन्छ। यो एनिमेले सिकाउँछ कि यदि समयलाई इग्नोर गर्यो भने रिग्रेट हुन्छ। र नम्बर 1 मा छ हन्टर एक्स हन्टर। यदि तिमीहरूलाई लाग्छ कि सोनेन एनिमे भनेको सिर्फ फ्रेन्डशिप र पावर अपको बारेमा मात्र हो भने तिमी तयार छैनौ। हन्टर एक्स हन्टरले मोरालिटीलाई ब्ल्याक एन्ड व्हाइटमा देखाउँदैन। यसमा हिरो गलत पनि हुन सक्छन् र भिलेन मान्छे जस्तो पनि देखिन सक्छ। तिमी र एन्ड आर्क पछि तिमी सोच्न बाध्य हुन्छौ कि मोन्स्टर भनेको आखिर हो के। यो एनिमेले तिमीलाई सिर्फ इन्टरटेन मात्र गर्दैन, यो एनिमेले तिमीलाई च्यालेन्ज गर्छ। त्यसैले मैले यो भनेको थिएँ।